भारतको व्यापारमाथि अर्को सङ्कट, चीनद्वारा भारतीय चामलपछि खुर्सानीमा प्रतिबन्ध, खाद्य सुरक्षाको निउकी व्यापार युद्ध, युरोपमा पनि भारतीय मसला अस्वीकार, कच्चा पदार्थमा नयाँ सङ्कट। विश्वकै सबैभन्दा ठुलो मसला र चामल निर्यातकर्ता देश भारतलाई छिमेकी चीनले ठुलो भूराजनीतिक धक्का दिएको छ। चीनले भारतका 3 ठुला कम्पनीले पठाएको लोकप्रिय तेजा खुर्सानीको ढुवानीमा स्नायु प्रणालीलाई असर गर्ने घातक रासायनिक विषादी मेथामिडोफोस अत्याधिक पाइएको दावी गर्दै प्रतिबन्ध लगाएको हो। रोचक कुरा त के छ भने यो विषादी भारत सरकार आफैले आफ्ना किसानहरूका लागि प्रयोग गर्न प्रतिबन्ध लगाएको रसायन हो। चीनको यो आक्रामक कदम खुर्सानीमा मात्र सीमित छैन। गत महिना मात्रै उसले भारतका 70वटा गैर बासमती चामलको ढुवानीलाई जीएमओ जिन परिवर्तन गरिएको भन्दै नाकामै रोकिदिएको थियो। भारतीय निर्यातकर्ताहरूले यसलाई खाद्य सुरक्षाको न्युमा चीनले सुरु गरेको नियोजित व्यापार युद्धको संज्ञा दिएका छन्। विश्लेषकहरू यसलाई सन् 2020 र 21 को गलवान सैन्य झडप र कोभिड महामारीपछि दुई देशबीच चर्किएको तनावको निरन्तरताका रूपमा हेर्छन्। यो उत्पादन सङ्कट चीनमा मात्र सीमित छैन। युरोपेली आयातकर्ताहरूले पनि विषादी प्रदूषणकै कारण भारतीय मसला अस्वीकार गर्ने दर 5% बढाएर 20% पुर्याएका छन्। फेडरेसन अफ इन्डियन स्पाइस स्टक होल्डर्सका अनुसार विश्व बजारमा प्राङ्गारिक मसलाको माग बढ्दा निर्यातमुखी भारतीय किसानहरू वैकल्पिक बजार खोज्न भौतारिन बाध्य बनेका छन्। हाल चीनसँग भारतको व्यापार घाटा बढेर $110 बिलियन नागिसकेको छ। चीनले अहिले खुर्सानी फिर्ता नगरी मूल्य घटाउन दबाब दिइरहेको छ, जसले बजार पहुँचमा गम्भीर चिन्ता थपेको छ। लफडा खाद्य क्षेत्रमा मात्र सकिँदैन। आगामी दिनमा भारतीय उद्योगहरूले चीनबाट आउने क्रिटिकल मिनरल्स, महत्त्वपूर्ण खनिज जस्ता कच्चा पदार्थ पाउन ठूलो सङ्घर्ष गर्नुपर्ने देखिन्छ। चीनले आफ्नै राष्ट्रिय सुरक्षाका लागि केही प्राकृतिक स्रोत र खनिजहरूलाई अति संवेदनशील श्रेणीमा राखेर निर्यात रोक्ने तयारी गरिरहेको छ। चीनको यो रणनीतिक चक्रव्यूहले भारतीय अर्थतन्त्र र औद्योगिक मेरुदण्डमै ठूलो भूकम्प जाने खतरा बढेको छ।